नमस्कार। अब तपाईहरुलाई स्वागत छ यो नयाँ ब्लगमा। अब आज चाहिँ म तपाईहरुको लागि एउटा फरक नै विषयमा चाहिँ यो ब्लगिङ गर्न गइरहेको छु। यो विषय रहनेछ एकजना संघर्षशील महिला, एउटा जसको चाहिँ तेस्रो चोटिको फेरि पनि ब्रेन ट्युमरको अपरेसन हुन गइरहेको छ। उहाँले विगतमा भोगेको भोगाई, अब हुने उहाँको अपरेसन पछिको जीवन र हुन लागेको अपरेसन कस्तो हुनेछ त्यो बारेमा हुनेछ। त्यो भन्दा अगाडि आज चाहिँ उहाँको अपरेसन अगाडि चाहिँ उहाँलाई चाहिँ भैरव मन्दिरहरू घुमाउने कार्यक्रम छ। 5 वटा भैरव मन्दिरहरूको चाहिँ दर्शन गराउनेछौँ र अनि हामी मंगलबार चाहिँ वीरहस्पतालमा भर्ना हुनेछौँ। उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, अम्बिका बस्नेत, जहाँ उहाँको नाम रहेको छ। उहाँ चाहिँ एकदमै चल्ता पूर्जा हुनुहुन्थ्यो, तर 2 चोटि चाहिँ उहाँको अपरेसन अलरेडी भइसकेको छ ब्रेन ट्युमरको, र यो तेस्रो अपरेसनको लागि चाहिँ अब हामी तयारी गरिरहेका छौँ। सो स्वरूप आज चाहिँ हामी भैरव मन्दिरहरू घुम्नेछौँ। हाम्रो हिन्दू धर्मावलम्बी भएको हुँदा केही धर्मको आस्था पनि रहन्छ, केही मनमा यसो धर्मप्रतिको आस्थाको कारणले गर्दाखेरि पनि एउटा कुनै ठुलो महत्त्वपूर्ण घटना अगाडि चाहिँ देवी देवताको दर्शन गर्ने चलन पनि रहिआएको छ। त्यही भएर घरमा सानोतिनो स्वस्ति शान्तिको पूजा सहित भैरव मन्दिरहरूको दर्शन हुनेछ। त्यसपछि बाँकीका एपिसोडहरूमा तपाईहरुलाई जानकारी गराउनेछौँ। हेर्दै गर्नुहोला हाम्रो च्यानल। म यहाँबाट तपाईहरुलाई सम्पूर्ण यसको जानकारी गराउँछु बीचबीचमा। हेर्दै गर्नुहोला है त। रौद्र रूप चाहिँ बस्तीहरू बीचबीचमा चोक ठुल्ठुलो ठाउँ बनाउने भएर रोग ब्याध सबै हटाइदिनु मेरो दिदीको। ल आकाश भैरवसँग शक्ति माग, केही नहोस्। आकाश भैरवको पनि दर्शन गरियो होइन। अब चाहिँ हामी काल भैरवको दर्शन गर्न जाने। फेरि लगाइदिनु न। ल बसन्तपुरको पोत पर्वको बेलामा चाहिँ जङ्गबहादुरले त्यही बजाएर बोलाएको थियो सबैजना। ल 5 भैरव मध्ये 4 भैरवको दर्शन त भयो। ठ्याक्कै मखान पस्छ। आनन्द लिनुहोस् गर्मीको मौसममा परेवाको स्विमिङ भइरहेको छ। नमो नमः। फुलेर हात जोडा। ओम हरि ओम हरवे नमो नमः। गर्भ शान्तर ग्रहं सर्वं सर्वयुतादि नमामि। जपा कुसुम्बकाशं काशेवं महादुतिं तमोरी सर्वपापानां प्रणौति। अस्मिनं दिवाकरं दधि संगतुषाराभ्यं चिरोदारणं वरसंभवं नमामि शशि शासिनं शुभं सौभं शम्भो मुकुन्दभूषणं धरणे गर्भसम्भूतं विद्युतकान्तिप्रभासनं कुमारशक्तिहस्तं च मङ्गलं प्रणाम्यहं प्रियं। ॐ धूपं आज्ञापयामि रुखदय शांति वनस्पति शांति विषेदेव शांति भूमि सुतो गुरस गुरुस शुक्र शनि राहु केतव सर्वे अनुकूला ग्रहा। ओम सर्वारित शांति भवन्तु। सर्वात्मना समोयुक्तं सर्वभावात्मना नमाम्यहम्। एवं रूप समोयुक्तं लक्ष्मी वर्धते च नमाम्यहम्। एवं शंकर समोयुक्तं सर्वेश्वराय नमाम्यहम्। समोयुक्तं सर्वेश्वराय नमाम्यहम्। भोजनं च रूपकर्मणि सर्वं सर्वज्ञानदेवाय नमाम्यहम्। सन्तु पूर्णा सन्तु मनोरथा सपूर्णा बुद्धिना सन्तु
मित्राणां हृदयस्तवा आभ्याधीन शरीरेण मनसा तनिबुलामि ओम सर्वात्मनं देव समो युक्तं सर्वनिमायं विद्यादानं समो युक्तं सर्वेश्वरानम विद्या बढौँ। ल अब पूजाआजा पनि सक्यो। अब हामी चाहिँ 5 भैरव दर्शन गर्न जाने होइन त, प्रस्थान गर्न जाने। अब दिल्ली दाइ आइसक्नु भयो, यहाँ रेडी भएर यहाँ आइस। दिल्ली दाइ 5वटा भैरव कुन कुन? बटुक भैरव, पचली भैरव, काल भैरव, आकाश भैरव र ज्ञान भैरव होइन त? आनन्द भैरव, ज्ञानेश्वरको आनन्द भैरव। ल अब आजको दर्शन कार्यक्रम अब हामी जान्छौँ। दिदी खोइ कता गयो? ल दिदी आइज, हामी उहाँ जानु ल पटुक भैरव लगन खेल, अनि त्यहाँ 5वटा भैरव दर्शन गर्न जानु ल। दिदीलाई आज दर्शन गरौँ नि, अनि पर्सि मङ्गलबार हस्पिटल जाने नि त। त्यही भएर आज स्वस्ति शान्ति। ल म मम्मी म नि जाने, म कता हट्छु त। ल अब हामी चाहिँ 5 भैरव दर्शन गर्न जान्ला। हाम्रो दिदीको स्वस्ति शान्तिलाई दिदी दादा आइसक्नु भयो। 5वटा भैरवमा चाहिँ पहिलो भैरव चाहिँ लगन खेलको रहेछ होइन, पटुक भैरव ठुलै छ यहाँ। पटुक भैरव, पचली भैरव, काल भैरव, आकाश भैरव र आनन्द भैरव होइन। भैरवहरू दर्शन गरेर आउने हामी। मङ्गलबार जाने हस्पिटल, त्यही भएर आजै स्वस्ति शान्ति पूजा गरेर ल अब हामी काठमाडौँबाट ललितपुर जिल्ला लाग्यो होइन त, बागमती खोला तरेर। अब हामी जान लागेको चाहिँ लगन खेलको पटुक भैरव। 5 भैरव दर्शन गर्ने क्रममा बटुक भैरव जान लागेको यो चाहिँ हामी ललितपुर आइपुग्यौँ। अब यताबाट हामी लाग्नेछौँ पाटन ढोकापट्टि। काठमाडौँ हेरिकन ललितपुर चाहिँ अलिक सफा व्यवस्थित छ है। राजनीतिक गफ पनि गरेका छन् फेरि हाम्रो माताश्रीहरू। यो राजनीतिक रूपमा बुढाखाडा नेतालाई चाकैमा झुलाएर घाटा जाँदा नि तेलेर जाला जस्तो हो है। यो कुर्सीकै कुरा भयो है। हाम्रो माताश्रीलाई पनि साह्रै चित्त नबुझाएर रहेछ। छोडिदिनु नि है। पाटन आएपछि किन रमाइलो लाग्छ क्या मलाई, किन त्यहीदेखि हो। ललितपुर भनेपछि एकदमै रमाइलो लाग्ने। ल आइपुग्यो है पटुक भैरव। पटुक भैरव महाराजको जय होस्। ल यो त्यतैबाट हो, उद्यानेरबाट हो। ल हामी आइपुग्यौँ पहिलो भैरव, बटुक भैरवको मन्दिर। ट्याक्सीबाट बोले जाउँ। ल यो बटुक भैरव, यो भैरवहरूमा प्रख्यात बटुक भैरव है। यो पाटनको यो लगन खेल्ने र बटुक भैरव हामी बोल्यौँ। अब दर्शन गरेर अनि त्यसपछि हामी पचली, आकाश भैरव हुँदै जान्छौँ। बोलो बटुक भैरव महाराज की जय। भिडभाड छ है। लड्डु लड्डु ल बर्बाद भयो। त्यहाँ भयो ठुलेलाई लाइनमा राखेर क्या, लाइन छिटो हुन्छ। आज आइतबार भिड भयो। मम्मीले पूजा साधन रेडी गर्नुहुन्छ। अनि दिदीको जुत्ता फुकालेर रेडी भयो। तँलाई त लाइन बस्नु पर्दैन, खासै लाइन छैन, भ्याइन्छ। त्यहाँ सबै लेख्दै रहेछ त, त्यहाँ सबैजना जाँदै मन्त्र पढ्दै पनि पढ्ने हो कि भैरव मन्त्रहरू।
नागहराय नमः नागपाशाय नमः ओम व्योमकेशाय नमः कपालभूते नमः ओम क्रीम कालाय नमः नमय नमः। कतिवटा मन्त्रहरू रहेछ। यी मन्त्रहरू पाठ गर्नाले सिद्धि हुन्छ। यता चाहिँ छोटो भयो नि त, यता बस्नु ल, यता बस्नु आइज, यता चाहिँ बस ल। लाइन बसेर दर्शन गर्ने। ल म मेरो दिदी नै लाइन बस्नु पऱ्यो। हामी यहाँ पर्खिने। मन्दिर आएपछि त यहाँ दर्शन गरे सरै हो नि। उसले त पनि गएर लाइन बस्यो हुन्छ। आमा हजुर उसले नि गयो। ल सक्तलाई चाहिँ अलिक चाँडो लाइन बस्नु नि उहाँले। हामी चाहिँ बटुक भएर आइपुग्यौँ। अब मम्मी र दिदी चाहिँ त्यहाँ लाइन बसिरहनु भएको छ। अनि अब दर्शन गरेर अनि यहाँ पछाडि भएर यहाँ चाहिँ लामो लाइन छ। आज आइतबार भैरवको चाहिँ दर्शन गर्ने विशेष दिन लामो लाइन छ होइन। बटुक भएर दिदीहरू बस्नु भएको छ लाइनमा। हामी आएर लाग्नेछौँ। दिदी दर्शन गर्दा फेरि के भयो फेरि भैरवको 108 नामावली पाठ गर्ने जप गर्दै 108 नामावली जप गर्नाले सम्पूर्ण रोगहरूको निवारण हुन्छ। ल दिदीको रोग निवारण होस्, हामी सबैको रोग नलागोस्। कहाँ पुग्यो? कति नम्बरमा पुग्यो? 51 मा। ह्रीं शान्ताय नमः ह्रीं शान्त जनप्रियाय नमः ह्रीं बटुकाय नमः ह्रीं बटुवेशाय नमः ह्रीं खट्टाङ्गवरधारकाय नमः ह्रीं भूताक्षव नमः ह्रीं पशुपते नमः ह्रीं भिक्षुकाय नमः ह्रीं ओम ह्रीं बटुक भैरवको चाहिँ 108 नामावली पाठ गर्नु छोरोले गर्दैछ, दिदीले पनि गर्दै हुनुहुन्छ। नामावली पाठ गऱ्यो भने चाहिँ सम्पूर्ण रोगहरू निको हुन्छ अरे भन्ने जनविश्वास छ। त्यो जनविश्वासले हामी यहाँ आएको। दिदी पनि पाठ गर्दै हुनुहुन्छ। कहाँ 108 पुग्यो राइस। ल फाइनल्ली 108 मन्त्र पढिसक्यो हाम्रो दिदीले। ल भैरवको 108 मन्त्रावली पढेर अब एकदम खतरनाक स्ट्रङ भएर आएको छ। कहाँ छ चप्पल है? दिदीको चप्पल है खोइ यहीँ छ। ल न चप कता बत्ती किन्ने मान्छे होइन ऊ यहाँ किन्ने होला नि। ऊ यहाँ ल होइन तपाईँ ल्याएको दियो बत्ती बाल्नु भएन? भइहाल्यो नि। ओके उहाँ बाहिर नल्याउने पो यहाँको किनेर बाल्छ। ल जाउँ अब। यहाँको सक्यो होइन? यहाँको सक्यो। अब दिल्ली दाइलाई बोलाउनु पऱ्यो नि। ल दिदीको बटुक भैरव दर्शन पनि सकियो। अब हामी कुन भैरव जाने अरे? पचली भैरव भयो। ल जम 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 जाम हुन्छ फेरि। ल बटुक भैरव पनि दर्शन गरियो। अब लाग्यो पचली र काल भैरव अनि आकाश भैरव हुँदै आनन्द भैरवको दर्शन गर्दै हुनुहुन्छ। यहाँ चाहिँ आउने रहेछ जो प्रख्यात हुने आइतबार आउँछ होइन भैरवका। भैरवको दर्शन चाहिँ प्रायः आइतबार गर्ने होइन। यो 10वटा गाडी चेन्ज गर्नुपर्छ बेलैमा हिँडिदिने हो। यो झमेला यो झमेला। ल फेरि अब हामी बागमती तरेर फेरि काठमाडौँ जिल्ला सानेपा पुल हो। अब हामी टेकु पुग्छौँ। अब
दिल्ली दाइ थोरै कन्फ्युज हुनुभएको छ पचली भैरवमा। पचली भैरव यहाँनिर होइन, उयो अब यो जुन त्यो चोकबाट यतापट्टि छिर्नु पऱ्यो क्या। यो भैरव मन्दिर जाने भने चाहिँ घुमाइदिन्छ भैरव। एकचोटि आनन्द भैरव नभेटेर मैले हो यहाँबाट यहाँ छिर्नु पऱ्यो क्या। घुमेको छु। हो यहाँबाट छिर्नु पऱ्यो क्या। हो यहाँनिर छ क्या पचली भैरव। हो यहाँनिर हो यहाँ छ। हो अलि अगाडि हिँड्नु न। ल पचली भैरव पनि आइपुग्यो है। पचली भैरव कहाँ भनेर कन्फ्युज भएर ल हो यहाँभित्र जानु। यहीँ तल राखेको हुन्छ त। आइज दिदी पचली भैरव पनि आइपुग्यो। कतिचोटि आयो होला नि चेकिन्छ। भैरवले अहिले टेकाइहाल्नु पर्छ। पचली भैरवले टेकाएर हिँडाउनुहुन्छ अहिले। यहाँ दर्शन गर्ने अनि त्यसपछि जाने हामी बसन्तपुरको काल भैरव, अनि त्यहाँबाट इन्द्रचोकको आकाश भैरव, अनि हामी ज्ञानेश्वरको आनन्द भैरव दर्शन गरेर 5 भैरवको दर्शन आज हामी सक्छौँ। ओम भैरवाय नमः। यहाँ खाली छ र बटुक भैरवमा चाहिँ अलि ल पचली भैरवको दर्शन। सम्पूर्ण रोग निवारण गरिदेऊ मेरो दिदीको। ल मन्त्र अघिको सबै पढ 8 मन्त्र 108। ओम भैरवाय नमः। भैरवले रक्षा गरून् मेरो दिदीको रोग सबै हरण गर्नलाई हामी पचली भैरव मन्दिर पूजा गर्न। एकदम रमाइलो रहेछ यहाँ। ल बन्दै पनि छ, राम्रो पनि बनाउँदैछ। मन्दिरहरूको चाहिँ संरक्षण भइरहेछ। त्यहाँ छिर्नु रहेछ। ल छिरेर वार वार गर। ल जा जा सक्छ। ल जानु खोडा टेकेर जा। केही छैन उता निक्लिनु ठाउँ छ। खै कसले खै खै भाग्यो ऊ त्यहाँबाट हेरिरहेको थियो। जान्छ जा तँ आउँछ भनेर भाग्यो। ल जा ल यहाँ छिर। यता छिर उता अब मुसासँग पनि डराउँछ। जा जा ल गयो है। ल उताबाट यता निक्लिनु ठाउँ छ। सरी गयो है। त्यहाँ उतै निक्लिन वार पार गर्नुपर्छ छ। त्यहाँ निक्लिनु डरायो। रौद्र रूप छ भैरव। ओम भैरवाय नमः। ओम भैरवाय नमः। यो रूप देखेपछि त भैरवको रोग व्याध सम्पूर्णले छोडेर जान्छ। त्यही भएर भैरवको पूजा गर्ने चलन छ। मेरो दिदीको नि रोग व्याध सम्पूर्ण हरण गरिदियो ए भैरव। यस 5 भैरव मेरो दिदीको रोग निवारण गरेर हृष्टपुष्ट बनाइदेऊ। माताश्रीले पूजा गर्ने पालो भयो। माताश्रीको फेरि एकदमै विस्तृत रूपमा हुन्छ पूजा आज होइन। पानी जल ल माता
सबैको जय हो, सम्पूर्ण प्राणीको जय हो। सबैलाई चाहिँ कल्याण गरून्, रक्षा गरून्। हे माता। यहाँबाट अब चाहिँ काल भैरव अनि आकाश भैरव अनि ज्ञान के अरे आनन्द भैरव हुँदै अनि घर भैरव। ओम भैरवाय नमः भन्ने। दियो बत्ती बाल्ने। लौ यहाँको सक्यो है। बोल्यो क्या? बोलेको छैन। पचेली भैरव जङ्गबहादुरले हो? पक्का हो? ए ल अब यता जाउँ। त्यही भएर जङ्गबहादुर पावरफुल भयो होला है। दिल्ली भने पचेली भैरव चाहिँ स्थापना चाहिँ जङ्गबहादुर राणाले गर्नुभएको थियो। ल अब यहाँको दर्शन सक्यो। अब हामी फेरि घण्टाको ध्वनिले चाहिँ सम्पूर्ण रोग व्याध हरण गर्छ। अनि यो ध्वनिमा चाहिँ भाइब्रेसन हुन्छ। यसले चाहिँ क्यान्सरको कीटाणुधरि मार्न सक्ने क्षमता हुन्छ थाहा छ। त्यही भएर मन्दिरमा घन्टीहरू लगाइएको हुन्छ। पञ्चतत्व धातुले चाहिँ बनेको घण्टाहरू बजाउँदा यसले सम्पूर्ण वातावरणलाई नै सफा राम्रो गर्छ। एकदमै अनौठो खालको ठाउँ रहेछ। वर्षौँ पुरानो होला है यो रुख पनि। यो रुखमुनि रहेको पचेली भैरव। यो भैरवको नि शक्तिको आफ्नै उ छ। काठमाडौँ सहर जात्रै जात्राको सहर होइन। यहाँ कुन चाहिँ जात्रा हो? हिजो जात्रा कहाँ पाटन जात्रा हिँडिरहेको छ। नेवारहरूको जात्रा अगाडि बढ्छ। हामी चाहिँ डिस्टर्बमा परेका जात्रा लुमती हजमा ल बाटो मिल्दैन भन्ने कुरो पायो। अघि बाटो अर्को घुमाएर जानुपर्ने कुरा है। टिचरहरूले त नि आफ्नो कला संस्कृति जोगाइरहेको। अरू त कसको के नै छ र। कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर अनि हाम्रो बालेन लागिरहनु भएको छ त। काठमाडौँलाई जात्रै जात्राको सहर, भगवानको सहर होइन त्यो बनाउनलाई लागिरहेको छ। यो विभिन्न जात्राहरू लागिरहन्छ। अहिलेका युवाहरू पनि जात्राको लागि तयार भएर आइरहेको छ। सबैजना जात्रामा जाने भनेपछि नेवारहरू एकदम उत्साहपूर्वक आउने। ल ठिक छ, मान्नुपर्छ यो जात्राको लागिलाई। जात्रा जानलाई तयारहरू नेवार महिलाहरू एकनासको ड्रेस लगाएर। हामी उताबाट घुमेर देवल मन्दिर पार्टी पौवा यसैको लागि त हामी चिनेको नि होइन नेवारहरू। अब त्यही नेवारलाई चाहिँ नेपालीहरूले आफ्नो अपनत्व गर्नुपर्ने हो। बस्तीहरू बिचमा चोक ठुल्ठुलो ठाउँ बनाउने चाहिँ नेवारहरूले पहिले झोचे हुँदै जाने होइन। झोचे पहिलाको चाहिँ यो
हिप्पीहरूले चाहिँ गाँजा साँझा किन्ने ठाउँ यही हो, झोचे भन्ने नै हो। यहाँ एकदम निर्बाध रूपमा पाउँथ्यो। हासिस पसलहरू त्यस्तोहरू थियो हिप्पीहरूले, त्यसैले चाहिँ चलाएको हो नि त झोचे। अब यताबाट हामी न्यु रोड, हामी आकाश भैरवबाट मक्खन गएर काल भैरव अनि ज्ञान भैरव हुँदै अनि घर। यताबाट बसन्तपुर भइहाल्यो, बसन्त दब स्क्वायर। अब चाहिँ हामी न्यु रोड, न्यु रोडलाई देखिएको छ ल। तार नभएर पेटी ठुलो बनाउँदा चाहिँ एकदम राम्रो देखिन्छ ल। यही हो फेमस, बालेनले चाहिँ एकदम झगडा गरेर बनाएको चाहिँ यो रोडको। अहिले सबैलाई राम्रो भयो। इन्द्र चोक आइपुग्यो होइन, इन्द्र चोकको चाहिँ आकाश भैरव भयो। अनि यताबाट चाहिँ हामी बसन्तपुर गएर काल भैरव दर्शन गर्ने हो ल। जय आकाश भैरव हुन्छ। न्यु रोड त यहाँ राम्रो रहेछ। हिँड्न यो म समाउँछु त, त्यसलाई समातेर लानु। ल आकाश भैरव इन्द्र चोकमा रहेको आकाश भैरवको दर्शन गर्न समातेर छ। यतिखेर चाहिँ खाली हुनुहुन्छ। म दिल्ली लिएर आउँछु, यो तपाईँ यो पूजा साधन हाल्दै गर्नु ल। यो दुइटै झोला कति राम्रो छ है। आकाश भैरव रोग ब्याज सबै हटाइदिनु मेरो दिदीको। हात जोडेर बस। ल आकाश भैरवसँग शक्ति माग, केही नहोस्। यस्तो राम्रो छ, यस्तो दामी के सबै तामाहरूले गरे। मलाई लाग्यो आकाश भैरवको पनि दर्शन गरियो होइन। अब चाहिँ हामी काल भैरवको दर्शन गर्न जाने दिदी र म। यहाँबाट चाहिँ अलिकति हिँड्नुपर्ने रहेछ। ट्याक्सी चाहिँ घुम्दै आएर मखनमा बस्छ अनि हामी त्यहीँबाट चढाउँला। अनि आनन्द भैरव दर्शन गरेपछि आज हाम्रो 5वटा भैरव दर्शनको ठ्याक्कै सकिन्छ। यो चाहिँ अब प्रख्यात दरबार स्क्वायर जाने बाटो, मखनको बाटो। यो त वर्षमा एकचोटि मात्र खोल्ने मन्दिर हो। यो के मन्दिर हो? तलेजु भवानी भने यही हो, प्रख्यात तलेजु भवानी। वर्षको एक दिन मात्र खोल्ने। तलेजु भवानी भनेको एकदम तन्त्र मन्त्रको एकदम देवी, ठुलो देवी हो। किंवदन्तीहरू छ तलेजु भवानीको। कुन राजासँग चाहिँ तलेजु भवानीले गफ गरिदिने भनेर भन्छन् होइन। हामी यहाँ आइपुगेको छौँ, रमाइलो छ यहाँ आउँदाखेरि। मेरो दिललाई थाहा रहेछ धेरै।
चाहिँ मकवान पशुपति बसन्तपुर दरबार स्क्वायर क्षेत्रमै रहेको मकवान पशुपति भयो यो। अनि यो चाहिँ बसन्तपुर दरबार स्क्वायर क्षेत्र र हुल्का हुल छन्। यिनीहरूलाई कति महत्त्व छ होइन, तर हाम्रै सम्पदाहरूको त्यति महत्त्व गर्न सकिरहेको छैन। वर्षौँ पुराना महत्त्वहरू हेर्नलाई यिनीहरू आएको छ। कति देशबाट चाहिँ कति खर्च गरेर आएको छ। काल भैरव के भनिरहेको छ, खैरेहरूलाई फगाउने काम भइरहेको नि तर विदेशीहरू कति छन्। हाम्रै नेपालमा यति राम्रो ठाउँहरू छ, हामी त्यति घुम्दैन। विदेशबाट चाहिँ खर्च गरेर यत्रो खर्च गरेर घुम्न आइरहेको छ नि, यहाँ आउँदा चाहिँ आनन्द लाग्छ। गाइड हुनु पऱ्यो, गाइड नभएर अनि कसले। ओम भैरवाय नमः। यो काल भैरवको कहानी थाहा छ? के हो? नारीको चरित्र बुझ्न नसके हाँसिरहेको नहँसा न। पहिलाको किम्वदन्ती अनुसार भैरवले चाहिँ यहाँको न्याय गर्ने भैरवाय नमः। लगाइदेऊ कालो टिका, मलाई लगाइदेऊ। कालु चोला लिएर फेरि लगाइदिनु न। दाजु आयो ल। बसन्तपुरको काल भैरवको पनि दर्शन भयो होइन। ल भैरव आएन त्यो चाहिँ त्यो पोत पर्वको बेलामा चाहिँ जङ्गबहादुरले त्यही बजाएर पनि बोलाएको थियो सबैजना। यहाँ पनि छ नि एउटा भैरव। ल 5 भैरव मध्ये 4 भैरवको दर्शन त भयो। अब एक आनन्द भैरवको दर्शन गर्न बाँकी। अब दिल्ली दाइलाई फोन गर्नु पऱ्यो नि त, कहाँ हुनुहुन्छ? यहाँ पार्किङ गर्न दिँदैन थियो, त्यहाँ हुनुहुन्न होला। ट्याक्सी त्यहाँ राख्न दिँदैन हजुर, फोन गरौँ है त। दिल्ली दाइको नम्बर छ ट्याक्कै मकवान पशुपति खै छैन, त्यहाँ ट्याक्सी छैन क्या। त्यहाँ कता हुनुहुन्छ फोन गर्दा दिदी? उता होइन नि, अब यतैबाट जाने। ल दर्शन सकियो, बसन्तपुर पनि घुमियो। त्यहाँ रहेछ त फाइनली। ल झन्डै झन्डै 1 बजे चाहिँ अनि हामी यहाँ आनन्द भैरव आइपुग्यौँ। ज्ञान भैरव पनि भन्छ, दिदीहरू आउँदैन हुन्छ। लास्टमा चाहिँ यहाँ 5वटा भैरव दर्शन गर्ने क्रममा ज्ञानेश्वरको आनन्द ज्ञान भैरव पनि भन्छ। चाहिँ ज्ञान भैरवको मन्दिर यहाँ थियो, यहाँ भत्काएर अहिले चाहिँ यहाँनिर अस्थायी रूपमा राखेको छ। यो जीर्णोद्धार गर्नलाई होला। यहाँ फेरि महादेव पनि हुनुहुन्छ। यहाँ आनन्द लिनुहोस्, गर्मीको मौसममा परेवाको स्विमिङ भइरहेको छ। ल परेवाला
बिस्तारै छ आयो भोकाइरहेको छ खाऊ भर्काएर जीर्णोद्धार हुँदै रहेछ त्यही भएर यहाँ पाउ मात्रै छ यसकै दर्शन गर्ने परेवालाई सारा हालिदिने हामीलाई भोग लगाएको छ यिनीहरूलाई पनि भोग लगाएर होला है हामी चाहिँ घर गएर खाना फाइनल्ली कति घन्टा लाग्यो हामीलाई ठ्याक्कै 4 घन्टा लाग्यो 4 घन्टा जति लाग्यो होला 5वटा भैरव दर्शन गर्न 4 घन्टा लाग्यो लगभग 1 साढे 1 हुन लाग्यो अनि अब यहाँ आनन्द भैरव दर्शन गरेर चाहिँ अनि फर्किँदैछौँ अब सबलाई भोक पनि लाग्यो होला हाम्रो ठुलोलाई पानी तिर्खा लगाएको छ पानी नरहेछ त्यसलाई पनि भोक लाग्यो होला भैरवले सबैको रक्षा गरौँ अब पञ्च भैरवले सारा प्राणी जगतको चाहिँ रक्षा गरौँ अब आजलाई चाहिँ भैरव दर्शनको यो यहीँ हामी टुङ्ग्याउन चाहन्छौँ हेर्दै गर्नु होला अब भैरव नेताहरूको सद्बुद्धि लागोस् हाम्रो माताश्रीले नै मेसेज दिँदै हुनुहुन्छ है ल त हेर्दै गर्नु होला किप अन वाचिङ 1:30 बजे यार घर आइपुग्नलाई नि है त भयङ्कर हिँड्यो यार आज त 10 बजीदेखि 1:30 बजीसम्म 5वटा भैरव दर्शन गर्दा ठ्याक्कै 1:30 बज्यो खाना खाएको छैन भोक लागिरहेको छ अब खाने होला अब खाना खाने अनि त्यहाँबाट बाँकीको काम हुन्छ र आज 5वटा भैरवको दर्शन भयो दिदीको स्वस्ति शान्ति पूजा आजा गरेर लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला